हैन हाम्रो ठुलो कन्टेन्ट क्रिएटरहरू चाहिँ कहाँ लुकेर बस्नु भएको छ हौ कि तपाईँहरूले चाहिँ मान्छेहरूलाई चाहिँ आधार कार्ड अपडेट कसरी गर्ने स्ट्याटस चेक कसरी गर्ने अन्नपूर्ण फर्म कसरी भर्ने भन्ने भिडियोहरू मात्रै बनाउनु हुने कि नाचेको भिडियो मात्रै हाल्नु हुने मैले यो चाहिँ किन भनेको भने चाहिँ नि हिजोको जुन दृश्य थियो है हाम्रो दिल्लीमा जन्तर मन्तरमा है त्यो भिडियो देखेर चाहिँ मलाई यस्तो मन दुखेर आयो कि अब यत्रो दिनसम्म चाहिँ मैले चाहिँ हाम्रो ठुलो कन्टेन्ट क्रिएटरहरूलाई नै पर्खिरहेको थिएँ अब उनीहरूले चाहिँ हाल्छ होला भनेर है तर उहाँकोबाट चाहिँ मैले कुनै भिडियो नपाउँदाखेरि चाहिँ म आफै बनाउन चाहिँ कर लागेँ साथीहरू अब हिजोको दृश्य देखेर चाहिँ यस्तो मन दुखेर आयो कि अब सोनाम वाङचुक सर चाहिँ को हुनुहुन्छ उहाँ त एउटा साइन्टिस्ट हुनुहुन्छ नि त एउटा टिचर हुनुहुन्छ अब हाम्रो देशमा यहाँ हेर्नुहोस् त टिचरको साइन्टिस्टको केही इज्जत छैन केही भ्याल्यु छैन इन्डियाको मान्छेहरूले चाहिँ पिसफुल हङ्गर स्ट्राइक पनि गर्नु पाउँदैन उहाँ त हङ्गर स्ट्राइक त आफ्नो फाइदाको लागि त बसेको होइन नि त हाम्रो नानीहरूको भविष्य सेक्योर होस् भनेर पो ऊ हङ्गर स्ट्राइकमा बसेको उसले माग राखेको छ सरकारलाई है तर हाम्रो सरकार चाहिँ एक दिन पनि उहाँको कुरा सुन्नु आइदिएन तर हिजो चाहिँ फोर्स पठाउन सके माग पनि उसको त नाजायज त होइन नि त अब त्यत्रो निटको एक्जाम भयो यो वर्ष तर फेरि यो वर्ष पनि के भयो पेपर लिक भयो त्यति मात्रै कहाँ हो त 17-18 जना नानीहरूले चाहिँ सुसाइड गर्यो अनि उनीहरूले चाहिँ इन्साफ पाओस् हाम्रो एजुकेसन सिस्टममा करप्सनहरू भन्ने नहोस् भनेर चाहिँ उहाँ चाहिँ हङ्गर स्ट्राइकमा बसेको हो अनि उहाँको माग पनि एउटा कुरा मात्रै हो हाम्रो धर्मेन्द्र प्रधान जुन एजुकेसन मिनिस्टर हुनुहुन्छ है उहाँले चाहिँ रेजिग्नेसन दियोस् भनेर चाहिँ माग राख्नु भएको छ त्यो पनि गभर्नमेन्टले सुन्नु सकेको छैन पुरा गर्नुभएको छैन अब हाम्रो इन्डियामा चाहिँ इन्डियनहरू चाहिँ बोल्नु पनि नपाउने जे राइट छ त्यो त बोल्नु पायो नि त कि दब्बेर बस्नु भनेको होला सरकारले पनि इन्डियाको मान्छेहरूलाई अब अहिले मैले यो भिडियो बनाइरहेको छु कति अन्धभक्तहरूले मलाई यो केटी चाहिँ हाम्रो इन्डियाको होइन पाकिस्तानको एजेन्ट हो पनि भन्नु लाउँदैन बेर लाउँदैन भन्नुहोस् मलाई बरु एन्टी नेसनल ट्यागै किन नदेओस् तर म चाहिँ सर सोनाम फुन्चुककै सपोर्टमा बोल्छु उहाँलाई नै सपोर्ट गर्छु अब म त जन्तर मन्तर जानु सक्दिनँ है सो म सोसियल मिडिया थ्रु नै उहाँलाई चाहिँ सपोर्ट गरिरहन्छु अब भोलि झन् 9 बजीतिर चाहिँ अब जन्तर मन्तरदेखि चाहिँ पार्लियामेन्टसम्म पिसफुल र्याली निकाल्ने कुरा छ है सो जो जानु सक्नुहुन्छ जानुहोस् अब जो जानु सक्दैन तपाईँहरू चाहिँ सोसियल मिडिया थ्रु नै तपाईँहरूले चाहिँ उहाँलाई सपोर्ट गर्नुहोस् अहिले हामी बोलेन आवाज उठाएन भने साथीहरू हाम्रो सोनाम फुन्चुक सर जस्तै चाहिँ फेरि कोही पनि आउँदैन है अगाडि अरूहरूको सपोर्टमा कोही बोल्दिँदैन है सो यही हो करेक्ट टाइम हामी चाहिँ नाइन्साफीमा चाहिँ बोल्नु नि त करप्सनको अगेन्स्टमा चाहिँ हामी बोल्नु सक्नु पर्यो नि त यही हो सही समय साथीहरू एकता देखाउने जातपातहरू सबै साइडमा राखेर सबै धर्म जातको मान्छेहरू चाहिँ एकजुट भएर चाहिँ भोलिको जुन लडाइँ छ है पिसफुल र्याली जुन जन्तर मन्तरदेखिको पार्लियामेन्टसम्म जाने छ है त्यसमा चाहिँ हामीले चाहिँ सपोर्ट देखाउने यही हो करेक्ट समय है सो हामी जानु नसके पनि तपाईँहरूले आफ्नो पोस्टमा चाहिँ आई सपोर्ट सोनाम वाङचुक भनेर चाहिँ पोस्ट गर्नुहोस् धन्यवाद